ल, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालको राजनीतिमा ठूलै तरङ्ग ल्यायो। यो हो गृहमन्त्री सुदन गुरुङको राजीनामाको कथा। हप्तौंसम्म चलेको सम्पत्ति विवाद र त्यसपछि आएको राजीनामाले नयाँ सरकारलाई नै एउटा ठूलो परीक्षामा उभ्याइदियो। आउनुहोस् यो घटनाको भित्री तहमा पसेर हेरौँ। आज हामी यो पूरै कथालाई 5 भागमा हेर्नेछौँ। पहिला मन्त्रीको राजीनामा, त्यसपछि यो सब सुरु कसरी भयो अनि एउटा फेसबुक पोस्टले कसरी आगोमा घिउ थप्यो, त्यसपछि चौतर्फी दबावको कुरा आउँछ र अन्त्यमा यसले जवाबदेहिताको लागि कस्तो अर्थ राख्यो भन्नेबारे कुरा गर्नेछौँ। सुरु गरौँ सबैभन्दा ठूलो खबरबाट। प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि देशका गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिए। यो राजीनामाले भर्खरै बनेको सरकारभित्र ठूले हलचल मच्चायो। त्यसो भए यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो कुनै एकै रातमा भएको घटना थिएन, होइन। यो त हप्तौंदेखि चलिरहेको थियो। उहाँको सम्पत्ति विवरण, त्यसमाथि व्यापारिक सम्बन्धका आरोपहरू, यी सबै कुराले निम्ति आएको सार्वजनिक र राजनीतिक दबावको यो एउटा सीधा नतिजा थियो। ल त अब अलिकति पछाडि जाउँ। यो पुरै विवादको जड कहाँ थियो त? खासमा यो सब सुरु भयो एउटा सामान्य सरकारी प्रक्रियाबाट। अप्रिल 12 मा सरकारले सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्यो र हो त्यहीबाटै यो राजनैतिक आँधी सुरु भयो। घटनाक्रम त यति छिटो अगाडि बढ्यो के हेर्नुस् न। अप्रिल 12 मा सम्पत्ति विवरण बाहिर आउँछ, त्यसको केही दिनमै सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भइहाल्छ अनि त्यसलाई साम्य पार्न खोज्दा गुरुङले फेसबुकमा स्पष्टीकरण दिनुहुन्छ। तर त्यसले त झन् विवाद बढाइदिन्छ र अन्त्यमा मे महिना आइपुग्दा त उहाँ राजीनामा दिन बाध्य हुनुहुन्छ। कति छिटो, होइन? अब जब आलोचना बढ्दै गयो, मन्त्री गुरुङले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर्नुभयो। उहाँले फेसबुकमा एउटा लामो स्पष्टीकरण पोस्ट गर्नुभयो, तर सोचे जस्तो भएन। उहाँको त्यो प्रयासले आगो निभाउनुको साटो, भनौँ न, आगोमा घिउ थप्ने काम गर्यो। उहाँको मुख्य तर्क के थियो भने सार्वजनिक पदमा आउनु अघि भ्रष्टाचार नगरिकन सम्पत्ति कमाउनु कुनै अपराध होइन। उहाँले भन्न खोज्नु भएको थियो कि पदमा आएपछि गरिने भ्रष्टाचार र पहिले नै कमाएको सम्पत्ति फरक कुरा हो। तर यो तर्कले खासै काम गरेन। यहाँ नियत र असर बीचको ठूलो फरक देखिन्छ। एकातिर गुरुङ आफ्नो सम्पत्ति वैध छ भनेर प्रस्ट्याउन खोज्दै हुनुहुन्थ्यो, अर्कोतिर मानिसहरूले के बुझे भने यहाँ पारदर्शिताको कमी छ अनि प्रश्नहरू झन चर्को रूपमा उठे। त्यो सम्पत्ति कसरी कमाइयो, प्रमाण खोइ? मतलब उहाँको स्पष्टीकरणले उहाँलाई नै उल्टो झन अप्ठ्यारोमा पार्यो। हो, यहीँबाट कुरा सामाजिक सञ्जालको सीमा नाघेर वास्तविक राजनीतिक मैदानमा प्रवेश गर्छ। अब यो विषयमा विपक्षी दलहरू, नागरिक समाज, युवा अभियानकर्ताहरू सबैले आवाज उठाउन थाले अनि मन्त्री गुरुङमाथिको दबाव, भनौँ न, चौतर्फी रूपमा बढ्न थाल्यो। यो दबाव कुनै एक ठाउँबाट मात्र आएको थिएन। सामाजिक सञ्जालका युवाहरूदेखि लिएर संसदभित्र नेपाली कांग्रेस र एमाले जस्ता ठूला विपक्षी दलहरू अनि नागरिक समाजका अगुवाहरू पनि सबैले एकै स्वरमा राजीनामा र निष्पक्ष छानबिनको माग गरिरहेका थिए। यहाँ एउटा रमाइलो कुरा छ। एकातिर सडकदेखि संसदसम्म राजीनामाको मागले आकाश गुन्जिरहेको थियो, तर अर्कोतिर सरकार र प्रधानमन्त्री कार्यालय एकदमै चुपचाप, अचम्म लाग्दो किसिमले मौन बस्यो। हो, सरकारको यही मौनता आफैमा एउटा ठूलो प्रश्न बन्यो। किन? यति ठूलो दबाव बढिरहँदा पनि प्रधानमन्त्री कार्यालय किन केही बोलेन? यसले नयाँ सरकारको पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाइदियो। अनि अन्त्यमा यो पूरै घटनाक्रम एकजना मन्त्रीको सम्पत्तिको विषय मात्र रहेन, यो त्योभन्दा धेरै ठूलो कुरा बन्यो। वास्तवमा यो घटना नेपालको नयाँ सरकारका लागि राजनीतिक जवाफदेहिताको एउटा ठूलै परीक्षा साबित भयो, जहाँ सरकारी पदमा बस्नेहरू जनताप्रति कतिको उत्तरदायी हुनुपर्छ भन्ने सिद्धान्तकै वास्तविक परीक्षण भइरहेको थियो। त्यसो भए अन्तिममा के देखियो त? जब आधिकारिक निकायहरू चुप बसे, तब निरन्तरको सार्वजनिक र राजनीतिक दबावले काम गर्यो। यही दबावले गर्दा नै एक शक्तिशाली मन्त्रीले अन्ततः पद छोड्नु पर्यो। र यो घटनाले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। आजको यो डिजिटल युगमा जहाँ सबै कुरा छर्लङ्गै देखिन्छ, सार्वजनिक पदमा बस्नुको मूल्य के हो? नेपालको यो घटनाले के देखाउँछ भने अब जनता र नेताहरू बीचको सम्बन्ध पहिले जस्तो छैन। विश्वभर नै जवाफदेहिताको माग झन झन शक्तिशाली हुँदै गइरहेको छ।